को केटी हो? नमस्ते गर कान्छी हो। मैले नमस्ते गर्नुपर्ने। कस्तो छोरी? किन लिएको? किन सँगसँगै आएको? तैँले बाल दिनेस् के अरे अर्कै लिएर आएँ। ए मैले बाल दिने भने अर्को ल्याउने? ल्याउँछु त नि। छ बुढी ओसार्दै बस्नलाई। घर आएर श्रीमतीले मतलब नगरेपछि क्या रम्म? ए भोलि अर्कोले पनि मतलब गरेन अर्को ल्याउने? ल्याउँछु मर्दको छोरा हो 5 हजार हार्छु तँलाई के? त्यो एउटा बुढी पाल्न सके छैन अर्को बुढी थुपार्ने। अनि लाज शरम छ कि छैन? लाज त कटुलाएर बसेपछि यत्र लाज शरम हो। के भन्छ नि यो समाजले हैन कतिवटा मेरो बात छोड्दै के त नगरे यार। कान्छी बोल्दै लिएको छ त्यहीबाट लाने। घर पुराइदिएर खुरुक्कै खुरुक्कै। आजको सुरु कुरा त नगराइकन बसे त अलक्षण लाग्छ लोथर लाग्छ बाटो हट बाटो। हे भगवान यो छोरा मान्छेलाई के गर्ने होला के? खसी पार्दिने। कतिवटा बुढी चाहिएको? कतिवटा बुढी चाहिएको? एउटा बुढीले हुँदैन? घर आएर श्रीमतीसँग खुसी नभएपछि के गर्नु त नि म? के गरेर खुसी हुनु पर्यो? के चाहिएर खुसी? म पनि तपाईसँग खुसी हुन्न। के अर्को पहिला जाऊ? काममा हिँड्यो जति बेला पनि ल्याङ 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 मात्र कराउँछ अलक्षण लाग्छ लोथर लाग्छ अनि त्यही भएर म त आज झोक चलेर बाहिर अफिस चल्दै लिएर आएँ म त्यति। यसको चाहिँ मुख छैन त्यसो भए यसले चाहिँ कराउँदिन? राम्री छ तँभन्दा राम्री छ नगरा न है। देखिरहे म भन्दा राम्री छ देखेको छु। त्यसले त नानी पाकी छैन बच्चा पाकी छैन भोलिपट्टि पाएपछि थाहा हुन्छ कुन चाहिँ राम्री छ। अनि म नानीको आमा भए नराम्री भए होइन। अब छोरी मान्छेहरू जल्दो रहेछ हौ आफूभन्दा राम्री देखेपछि। हिजो कति पछि परेको थियो म बच्चा नपाउँदाखेरि। अहिले मैले यहाँ बच्चा पाएँ अनि नराम्री देखेँ। इक्जाम दिएपछि कोही पढ्छ? लाज नहुने छोराछोरीको अर्को बिहे गर्ने। बल्छीमा माछा परेपछि कसैले दाना हाल्छ? अब थाहा हुन्छ। अब दशा लागेको छ। सबैलाई साह्रो हो। कतिवटा बुढी चाहिने हो? कतिवटा बुढी चाहिने? हामी छोरा मान्छेलाई कहिले पनि पुग्दैन। पल्केको ए नगर नै आज हाम्रो सुरुको रात हो। कान्छी बुढी आएको छु। पर्दैन मेरो घरमा आउनु पर्दैन। खुरुक्का जुन बाटो गएको छ त्यही बाटो फर्किने। यो घरमा मेरो पनि अधिकार छ। अधिकार छैन आजदेखि छैन। अब पुलिसको खोरमा पुग्छ। अब मैले कमाएर ल्याएर मात्र घरमा चुलोमा आगो बोल्छ मित्र ख्याल गर। हामी पनि कमाएर खान सक्छु। यो घरमा पाइला टेकी यो केटी सम्म भने सिधै खोरमा पुग्ने हो। उही गएर बस्ने सँगै। कान्छीलाई पिट्न भन्दा पहिला मसँग भिड सक्सेस कुरा हैन पिट्ने कुरा गरेको छुइनँ। अब सिधै खोरमा गएर थाहा छ कि छैन जेल पर्छ भनेर। बिहा गरेर मात्रै हुन्छ? कान्छीले छोएर देखा। छोएर देखा। खुब माया लाग्यो। यत्रो 10 वर्षसम्म बिहा गरेको यत्रो वर्षसम्म मेरो माया छैन। हिजो भेटेको केटी त्यति धेरै प्यार बस्यो त क्या नि रुपा जाने जहाँबाट आएको छ त्यहीबाट जाने। जान्छु म भइहाल्ने। यो घरमा कुनै अधिकार छैन। यो घर मेरो छोराको छोरीको हो। भनेपछि के अधिकार छैन? केही अधिकार छैन। मिलेर बस्दा हुन्न र? मिल्नै चाहदिन म कसरी देखौँ? आफ्नो बुढा अर्कोसँग सुतेको कसरी देखौँ म?